आफूले सकेको बेस्ट परफर्म गरेर आउनु होला। स्विमिङ अहिले उता हाम्रो अहिले इन्फ्रास्ट्रक्चरदेखि लिएर सबै कुरासँग अध्यक्षसँग कुरा पनि भएको थियो। एकचोटि त्यहाँ हेर्न गएर यसलाई कसरी सुधार गर्न सकिन्छ, नियमित प्र्याक्टिसको लागि हामीले के कुरा गर्नुपर्ने छ त्यो एकचोटि हामी अवलोकन गरेर त्यसलाई अगाडि बढाउने नै छौँ। त्यो बेलासम्म जुन इन्फ्रास्ट्रक्चर छ त्यसमा तपाईँहरूले आफ्नो बेस्ट दिएर यहाँसम्म पुग्नु नै ठुलो कुरा हो। योभन्दा बढी त अब हाम्रै पक्षबाट पनि कति कमजोरी हुँदाहुँदै तपाईँहरू यहाँसम्म जानु त त्यो आफ्नो बेस्ट अहिलेसम्म दिएको खेलाडीले मात्र हो होइन, सरकारले दिन सकेको छ, न त खेलकुद परिषदले न सङ्घले नै सकेको छ होला। बेस्ट दिएको चाहिँ खेलाडीहरूले, त्यसको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। क्रमशः रूपमा सङ्घसँग कोलाब्रेसन गर्दै खेलकुद परिषद र मन्त्रालयले कोलाब्रेसन गर्दै तपाईँहरूलाई अझ सुविधा दिनको लागि, इन्फ्रास्ट्रक्चर अलि राम्रो बनाउनको लागि के गर्न सकिन्छ त्यो हामी गर्ने नै छौँ। आएपछि फेरि एकचोटि भेटेर कुरा गर्नेछौँ। अहिलेको लागि यो कम्पिटिसनको लागि सबैजनालाई बेस्ट विसेस। तपाईँले सकेको एकदमै राम्रो पर्फर्म गरेर आउनु होला, जितेर आउनु होला र आफूले जतिभन्दा अगाडि बेटर तपाईँको बेस्ट पर्फर्मेन्स कति थियो त्यसलाई चाहिँ बिट गर्न अवश्य सक्नुहुन्छ। आफ्नो सकेको बेस्ट खेलेर आउनु होला।